दर्शकवृन्द विचरी ती घुन्टीलाई यिनीहरू पापीले जेल पठाएरै छोडे। विचरी बेहोस भएर घरमा ढलेकी घुन्टीलाई हस्पिटल लगेर उपचार त गरियो। हस्पिटलबाट उपचार गरेर निस्किन नपाउँदै हस्पिटलबाटै घुन्टीलाई चौकी पुर्यायो। दर्शकवृन्द यो विषयमा तपाईहरूको धारणा के छ त? यो विषयमा पनि यहाँहरूलाई हामी महत्त्वपूर्ण जानकारी दिन गइरहेका छौँ। भिडियो निकै नै महत्त्वपूर्ण छ, त्यसकारण पनि आजको यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर हामीलाई साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकवृन्द सबै परिवार मिलेर आरोप जति सबै घुन्टी माथि नै लगाइदिए, तर पुलिसले पनि त्यो कुरालाई हुमाहु मिलाइदियो हो। दर्शकवृन्द आजको यो महत्त्वपूर्ण भिडियो मार्फत यहाँहरूलाई घुन्टी सिरियलको रिभ्यू भिडियोको जानकारी गत भागमा के भएको थियो र आगामी भागमा के हुँदैछ भन्ने बारेमा पनि हामी विशेष कुराकानी गर्न गइरहेका छौँ। त्यसकारण आजको भिडियोमा चर्चा अनि परिचर्चा गरौँ। दर्शकवृन्द, यदि हामीले बनाएको भिडियो मन परेको खण्डमा हाम्रो भिडियोलाई एउटा लाइक गरेर चाहिँ कमेन्टमा घुन्टी लेख्न नभुल्नुहोला। दर्शकवृन्द, विचरी ती घुन्टीलाई यिनीहरू पापीले जेल पठाएरै छोडे। यसै सन्दर्भमा आजको रिभ्यू भिडियो मार्फत हामी यहाँहरूलाई महत्त्वपूर्ण जानकारी दिन गइरहेका छौँ। हाम्रो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला। दर्शकवृन्द, विचरी बेहोस भएर घरमा ढलेकी घुन्टीलाई हस्पिटल लगेर उपचार त गरियो। हस्पिटलबाट उपचार गरेर निस्किन नपाउँदै हस्पिटलबाटै चाहिँ घुन्टीलाई चौकी पुर्यायो। दर्शकवृन्द, यो विषयमा तपाईहरूको धारणा के छ त? यो विषयमा पनि यहाँहरूलाई हामी महत्त्वपूर्ण जानकारी दिन गइरहेका छौँ। भिडियो निकै नै महत्त्वपूर्ण छ, त्यसकारण पनि आजको यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर हामीलाई साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकवृन्द, सबै परिवार मिलेर आरोप जति सबै घुन्टी माथि नै लगाइदिए, तर पुलिसले पनि त्यो कुरालाई हुमाहु मिलाइदियो। दर्शकवृन्द, आजको यो महत्त्वपूर्ण भिडियो मार्फत यहाँहरूलाई घुन्टी सिरियलको रिभ्यू भिडियोको जानकारी गत भागमा के भएको थियो र आगामी भागमा के हुँदैछ भन्ने बारेमा पनि हामी विशेष कुराकानी गर्न गइरहेका छौँ। त्यसकारण आजको भिडियोमा चर्चा अनि परिचर्चा गरौँ। दर्शकवृन्द, जुन व्यक्तिले भूमिकालाई बोला बलात्कार गरेको थियो त्यही व्यक्ति अर्थात् कान्छीको गाउँको मुखियाको छोराले समेतन व्यक्ति जेलमा थियो। अर्थात् घुन्टीको गाउँको मुखियाको छोराले समेत घुन्टीले गर्दा नै यो सब भएको हो। भूमिकाको बलात्कार गर्न पनि घुन्टीले लगाएको भनेर स्पष्टीकरण दिएको छ। दर्शकवृन्द, यो विषयमा तपाईहरूको धारणा के छ त? तपाईहरूको मनमा लागेका कुनै पनि जिज्ञासा र गुनासाहरू भएदेखि हामीलाई कमेन्ट मार्फत जानकारी गराउन पनि नभुल्नु होला भन्न चाहन्छु। दर्शकवृन्द, यो सबै कुरा सुनिसकेपछि भने भूपेन्द्र निकै रिसले चुर भएका छन्। उनले सबै कुरा मनमा थाम्न नसकेर चाहे आफ्नी श्रीमती घुन्टीलाई जेल पठाउन बाध्य भएका छन्। दर्शकवृन्द, यसै सन्दर्भमा आजको यो महत्त्वपूर्ण भिडियो यहाँहरूको माझमा प्रस्तुत अनि चर्चा परिचर्चा गर्न गइरहेको छु। भिडियो निकै नै महत्त्वपूर्ण छ, त्यसकारण पनि आजको यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर र साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकवृन्द, यति बेला भूपेन्द्रलाई पनि लागिसकेको थियो कि घुन्टीबाट गल्ती भएकै हुनुपर्छ, नत्र किन यस्तो हुन सक्थ्यो। र भूपेन्द्रले घुन्टी माथि गल्ती देख्दा अब के हुँदैछ, के भयो, के हुन गयो भन्ने विषयमा पनि यहाँहरूको माझमा हामी चर्चा अनि परिचर्चा गर्न गइरहेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला भन्न चाहन्छु। वास्तवमा भन्नुपर्दा घुन्टीले कुनै पनि गल्ती गरेकी थिइनन्, तर घर परिवार र त्यो बलात्कारीले षड्यन्त्र गरेर चाहिँ घुन्टीलाई आफ्नो जालमा फसाएको छ। दर्शकवृन्द, अब यो विषयमा तपाईहरूको सल्लाह सुझाव के छ त? के साँच्चै नै घुन्टीले दुःख पाउनु पर्ने हो त? अब फेरि घुन्टीका दुःखका दिन आएका हुन् त? यो विषयमा पनि तपाईहरूले आफ्नो धारणा कमेन्ट मार्फत राख्न सक्नुहुन्छ भन्न चाहन्छु। दर्शकवृन्द, घुन्टीले नचाहँदै घुन्टीले केही नगर्दा पनि आखिर घुन्टी जेलको चिसो खान फेरि पुगिन। यो विषयमा तपाईहरूको धारणा के छ त? अब घुन्टीलाई
बचाउनको औला त के साँच्चै सुखमाया आएर घुन्टीलाई बचाउने छैन त यो विषय पनि आजको यसै भिडियो मार्फत यहाँहरूको माझमा प्रस्तुत पार्न गइरहेको छु। त्यसकारण पनि आजको भिडियोलाई स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला। दर्शकवृन्द, घुन्टीको कुनै पनि गल्ती नहुँदा पनि तर सबै जना मिलेर चाहिँ घुन्टीलाई यतिबेला फसाएका छन्। दर्शकवृन्द, यो विषयमा तपाईहरू के भन्न चाहनुहुन्छ त तपाईहरूको मनमा लागेका कुनै पनि जिज्ञासा, गुनासा र सल्लाह सुझाव भएदेखि हामीलाई झर्को नमाकन लेखेर पठाउन सक्नुहुनेछ। बिचरा ती घुन्टीलाई केही नगर्दा समेत पनि घुन्टीले आरोप भने खेप्नु परेको छ। यति बेला घुन्टी धेरै नै दुःख पाउने अवस्थामा पुगेछिन्। दर्शकवृन्द, यो विषयमा तपाईहरूको धारणा के छ त? यदि तपाईहरूको कुनै पनि सल्लाह सुझाव छन्, कुनै पनि जिज्ञासा र गुनासाहरू छन् के अब साँच्चै नै घुन्टीले दुःख पाउने हुन् त भन्ने विषयमा पनि यहाँहरूले आफ्नो मनमा लागेका कुनै पनि जिज्ञासा र गुनासाहरू भएदेखि हामीलाई सल्लाह सुझाव दिन सक्नुहुनेछ। आखिरमा घुन्टीले गल्ती नगर्दा पनि किन पुगिन त चौकीसम्म यो विषय पनि हामी यहाँहरूको माझमा प्रस्तुत पार्न गइरहेका छौँ। त्यसकारण पनि आजको भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव